जय प्रेम। यति बेला हामी लभिजम हिमालयन आयुर्वेद स्टोरबाट हजुरहरूलाई आज यो जुन चाहिँ हाम्रो होली वाटरको इन्ग्रेडिएन्ट हामीले यसरी है हामी फिट्न थालेका छौँ र अहिले भने हाम्रो साथमा कैलाश सर हुनुहुन्छ र यस्तो प्रकारले हामीले यहाँ जति पनि यो होली वाटरमा लाग्ने इन्ग्रेडिएन्टहरू यसरी हामीले फिटाइरहेको हजुरलाई यो छोटो जानकारी गराउन चाहन्छौँ। र विशेष आज चाहिँ हाम्रो अति पूजनीय हाम्रो सरदेव स्यामिङ गुरुज्यूद्वारा आज हाम्रो होली वाटर ओपनिङ हुन लागेको छ। यसर्थ गुरुजनहरूको आगमन हुनै लागेको छ। यो हामीले त्योभन्दा पहिला अगाडि यो सामानहरूलाई तयारी गर्नुपर्ने भएको हुँदाखेरि हामीले यो तयारी सुरु गरिसकेका छौँ। र अहिले भने हाम्रो माझमा हाम्रो लभिजम हिमालयन आयुर्वेदको चिफ कैलाश सर अनि हाम्रो विवेक भाइ हुनुहुन्छ र हामीले एकदमै यो आज चाहिँ हामीले 500 लिटरबाट सुरु गर्नेवाला छौँ। र हजुरले यो ट्याग देख्नु हुँदैछ है, यो होली वाटरको यो यसरी लगाएर हामीले बोर्ड लगाएर सुरु गरिसकेका छौँ। यही जानकारीको साथ हामी निर्वाणिक आश्रम नन्दगाउँ हिमालयन लभिजम हिमालयन आयुर्वेद स्टोरबाट यो जानकारी गराउन चाहन्छु। है प्रेम, यति बेला म लभिजम हिमालयन आयुर्वेद स्टोरबाट हजुरलाई यो जानकारी गराउन चाहन्छु। र अहिले भने हामी हाम्रो होली वाटर हजुरहरूलाई अघि थाहा छ हामीले जति पनि यहाँ सामग्रीहरू लगाइसकेको छौँ। अघिल्लो भिडियोमा मैले हजुरलाई देखाइसकेको छु भने अब भने चाहिँ हाम्रो फिल्टर भइरहेछ। र अहिले भने हाम्रो राज्य समितिका सदस्य हाम्रो मेनुका म्याडम हुनुहुन्छ अनि हाम्रो लभिजम आयुर्वेदको चाहिँ उहाँ एडभाइजर हुनुहुन्छ भने उतानिर हाम्रो पुरन सर राज्य समिति भाइस प्रेसिडेन्ट है सर, है भाइस प्रेसिडेन्ट पुरन सर हुनुहुन्छ अनि हाम्रो लभिजम हिमालयन आयुर्वेदको चाहिँ उहाँ एडभाइजर हुनुहुन्छ। अनि अहिले भने चाहिँ हामी यसरी सबैजना यसरी अब होली वाटर चाहिँ यसरी हामीले यो फिल्टर गर्नुपर्ने हुन्छ। यो चाहिँ अनि यो जुन चाहिँ ब्यारल छ यो ब्यारल 500 लिटरको ब्यारल हो अनि यो ब्यारलमा यसरी हालिनेछ। र हाम्रो विवेक भाइ र अनि एकदमै आज चाहिँ हामी एकदमै ओपनिङ गर्नेवाला छौँ। र ओपनिङको लागि हामीले यो हाम्रो सरदेव स्यामिङ गुरुज्यूको पर्खाइमा छौँ र दियो कलश रेडी गरिसकेका छौँ। अनि अन्य हाम्रा जति पनि मेम्बरहरू आउनुहुनेछ हाम्रो लिडर्सज्यूहरू उहाँहरूको लागि यो तयारी गरेको हो। र हाम्रो अहिले यहाँ है हाम्रो आयुर्वेद हाम्रो हिमालयन आयुर्वेदको लभिजम हिमालयन आयुर्वेदको हाम्रो चिफ कैलाश सर पनि यसरी खटिरहनु भएको छ। र सबैजना यसरी हामी खटेर यसरी काम गरिरहेको अवस्था यो जानकारी गराउन चाहन्छौँ। र अन्तमा के कस्तो हुन्छ हजुरहरूलाई अन्तमा त्यो बेला हामी निर्वाणिक आश्रम नन्दगाउँ लभिजम हिमालयन आयुर्वेद स्टोरद्वारा हजुरलाई यो छोटो अपडेट दिनु गइरहेको छौँ। आज भने चाहिँ हाम्रो सरदेव स्यामिङ गुरुज्यू अनि हाम्रो केएस प्रेसिडेन्ट इन्चार्ज हाम्रो चिफ हाम्रो कैलाश सर लगायत सम्पूर्ण हाम्रो मेम्बरहरू आज हाम्रो जति पनि यहाँनिर हाम्रो एडभाइजरहरूको उपस्थितिमा आज हामी चाहिँ विशेष आजको हामी होली वाटरलाई है ओपनिङ गर्न गइरहेछौँ। र अहिले भने हाम्रो माझमा सरदेव स्यामिङ गुरुज्यूले आजको जति पनि यो होली वाटरको विषयमा अलिक केही प्रस्तावहरू लेख्नु भइरहेको यो हजुरलाई यहाँबाट जानकारी गराउँछ है। त्यसमा चाहिँ अब के अरे अब कन्सेप्ट क्लियर भएर काम फर्स्टैदेखि गरेर हुन्छ।
भगवान यो पानीले सारा मानव जातिको शारीरिक रूपमा मात्र होइन मानसिक आत्मिक सम्पूर्ण कुरामा सबै रोग समस्या दुःख पीडाहरू हटेको होस्। जसरी यो सगरमाथाबाट ल्याइएको ढुङ्गाबाट मिश्रित जल छ, माउन्टेनको जल छ, सप्तकोशी खिचिबिरी अनेकौँ सभा पोखरी जति पवित्र ऐतिहासिक पवित्र पोखरीहरूको सम्पूर्ण पानी जललाई हामी सङ्कलन गरेर एकीकृत गरिकन मानव जातिको निम्ति पूजा गर्दै सेवा गर्दै गुरुजुको आशिष निर्देशनबाट यो तयार भएको छ। यसर्थ आज हजुरलाई साक्षी राख्दै गुरुजुलाई साक्षी राख्दै सम्पूर्ण जनलाई साक्षी राख्दै आज यो हाम्रो विभागबाट तयार भएको छ। हे भगवान यसमा आशीर्वाद मिलेको होस्, भरपुर आशीर्वाद मिलेको होस्। यो पानीले सबै दुःख समस्या कष्ट पीडाहरू मानसिक रोगहरू सबै निको गरेका हौँ। हे भगवान हाम्रो अन्तर्विन्तीमा धेरै हजुरको आशीर्वाद रहेको द्वारा उद्घाटन भइरहेको छ। यो उहाँले अहिले फिटाइरहेको अवस्था। सबले ताली बजाउनु अब हाम्रो अर्को ल ताली बजाउँ। भाइ हुँदैछ त्यो चल्नु पर्ने यहाँ हाल्नुपर्ने सबै हाल्नु। रो हरणम कष्ट हरणम अब यो चाहिँ सबै त्यसमा हाल्नु सबै सबै अहिले भने चाहिँ हाम्रो सरदेव सामिङ गुरुज्यूद्वारा यसरी होली वाटर सबैजना समितिहरूलाई लिडरज्यूहरूलाई अहिले वितरण भइरहेको छ। हजुरहरूलाई यहाँबाट जानकारी गराउँछु। अहिले भने हाम्रो लभिजम हिमालयन आयुर्वेदाको यो हाम्रो है यो प्रडक्ट यसरी सुरु गरिरहेको छौँ है। अहिले लैजाउँ न र हाम्रो प्रेसिडेन्ट सर यहाँ हुनुहुन्छ र हजुरहरूलाई यो जानकारी गराएँ।